चलो ल हामी चाहिँ आदिमूल आइपुगेका छौँ हामी 1700 माथि तनहुँमा एकदम पावरफुल देवी हुनुहुन्छ उहाँ एकदमै मनको इच्छा पुऱ्याइदिने अनि त्यही त यहाँ ठुलो माछा छ भन्दै थियो खै माछै छैन अझ अस्ति एकपल्ट माछा सबै मरेको थियो है सानो मात्रै छ माछा ल अनफोर्चुनेटली हामी चाहिँ 3 जना आएको दर्शन गर्नमा माइला मेरो फर्स्ट टाइम हो यो आदिमूलमा अगाडि कहिले आएको छैन मेरो भदै नै अगाडि छ हेर कस्तो दामी पानी कस्तो सङ्लो क्या भेरी क्लिन वो लिएर आउँछ जल्दी के त्यो प्लास्टिकको पोको छ माला ल ल अच्छा बस गर्ने ओके ओके मेरो भदैनीले ट्रिक सिकाए मलाई चप्पल यसरी राख्नु अरे लास्टमा मेरो स्वाट हान्ने अरे अझ अलिअलि रहेछ है माछा खानेकुरा दिन्छ भने आएको हेर न तलन थियो एउटा ए हो छिप लिन्छ कति गएर होला है यो पानी fish. गोल्डन कलर को हुन्छ यो माछाहरु सबै मकै खान्छ म त बुन्न मिल्दैन भन्ने यता ल्याऊ अलिअलि कसैलाई ल्याऊ हातमा मु थ्याङ्क यू वातावरण रमणीय हेलो भन्नु Yeah, steps on यस्तो गाह्रो भयो यार Nevertheless, look at the view. Look at this green mountain. Oh my god.
Oh my god. कहाँ छ त्यो? अड्केर बसेर नचलिकन हो हट बैठ मैंने कहा जैसा आ गया खोदल हट मिठो भएछ माय गॉड यार नाइस हाम्रो यो ठाउँ चाहिँ सुन्तलालाई एकदमै प्रख्यात छ है यस्तो मिठो सुन्तला पाउँछ है यस्तो दामी सुन्तलाहरू सुन्तलाको प्रतिमा स्ट्याचु यतातिर चलेको कुरा चाहिँ ल बाटो चाहिँ त ठिक रहेछ कस्तो दामी लानु पर्दैन क्या दामी देखेको लालु बाजे हेर्नु है नाम पनि के राख्नु त्योबाट सफा गर्नुपर्छ क्या स्याउला टिपी ल्याउनु त्यहाँबाट ए यहाँ आएर नि रक्सी खान छोडेन छ है रक्सी आधी आइपुगेर फाल्दै होला लखन बाजेको मन्दिरमा आएको छौँ हामी यहाँ हजुर पूजा गर्नलाई हाम्रो बाजेको कुलदेउता लायो खोलकको यहीँ आएर बिलाउनु भएको हुन्छ के अरे है यसो विश्वास छ अब सबैले मान्नुपर्छ पढ्नै थियो क्या मान्छे कहिले हो पहिल्यै हो उहिले 2073 लगभग 10 वर्ष हुन लाग्यो 3 वर्ष कता गयो भनेर सोध्दैन
अहिले गाह्रो यो आउने पार्टी भएको मलाई फलफुल मैले बेच्नु तिमीहरूलाई स्याहार कहाँ भ्याएको अघिको त्यो उ के अनिल कहाँ हान्ने बाजे 120 बाबु तल्लो चढाइदिनु कता गुफा हालिदिनु के चाहिँ तल यहाँ तल के हाल्ने पैसा ए पैसा त्यहाँ सबै मान्छे लिएर जान्छ ओके यो चलाउन आएर त एउटा मान्छे ओइ मेरो कसरी बुझ्यो लक्कन थापाबाजी की जय लक्कन थापाबाजी की जय लक्कन थापाबाजीले हाम्रो रक्षा गर्नुहुन्छ यता आऊ त ढोका त तल बाल दुप यता आऊ त तपाईँ गरिदिन्छ थियो हामी चाहिँ दुर्गा बाजे दुर्गा थापाको नाता नातिनी चिन्नु भयो होला हामीलाई जोड बार्ने हो कि बिजोड रे लखन बादुले फेसबुकमा तिमीलाई फ्रेन्ड एड गरे तिमीलाई चिन्छ पक्कै बाल है त्यहाँ ल आशिक माग बाबालाई अब खतरा आशिक मागिन्छ ल माग त के माग्छु मनमने माग्ने हो नि फ्रिज अलि मजाले घुमाऊ दिनु पर्यो माथि माथि गोर्खा पुग्ला गोर्खा अच्छा गरौँ हामीलाई लक्कन थापाबाजुले मूर्ति त बनाएर रहेछ खुट्टा बनाएन रहेछ कता ढुक्ने ल मम्मीको ड्याडीको ल एक अंकल गयो यो साइज के गर्यो नन इन्फिनिट ढुक्यो रङ कता गाड्दिने गाड्दिने यो भाडा पसलमा नाल्दै उतै नि आमाले हेर्नु के आमाले के को सुनको त सुनको त हैन यहाँ छोड्दै दिनु के गर्ने भन्नु त सिकाउनु त नाच एकताल बस्नी यहाँ अबि चाहिए अबि चलाउने कसरी अबि यसै चला न अबि चलाए हमने क्या यसरी अब मनले माग्ने माग्ने उइसहरु छिटो छिटो ढोग के नि छैन ढोग न ढोग राम्रो बुद्धि दिनु भन् बाबालाई होस् प्रगति होस् तपाईले पनि मागिराख त्यहाँ बसेर तेरो लागि माग्दैन त के बोल्दैनस् पढा राम्रो होस् ज्ञानी होस् घुमाउने पुग्नु पर्छ होइन हुने हैन हुँदैन कति यस्तो निभा आँखाचिमा गरेर विस माग्ने अनि भन्नु पर्यो पक्न पुजाले हुन्छ
टीका लगाएर फोटो खिच्नु तबु गल्ती गरेकी कोला लाग्यो फेरि कता लाइट के बोल्दै लाइट किसका दिखा रिभर साइड यहाँ पक्का टुरिस्टहरू आउने कि होइन पक्का टुरिस्टहरूलाई लिएर आउँछ यहाँ बेर खानु जस्तो भएन इफेक्ट अब नखाने बेला अब यहाँ आएर के गर्ने बिचरा सडक के सडक ठोक्ने पर्दैन के त्यो दिन के बिचराहरूलाई के सडक ठोकिरह्यो फुलेछ क्या हो आमा के हो शनिबार भएर यस्तो यहाँ रहेछ गर्मी होला है बारह सिंगे खाए ल चेस ल सबैजना हामी त सोझो पर्यो ल जाए ल है मासु त्यत्रो पोले खाएन है त्यही चौध पैसा गर भने कटाइदियो भने छैन अब यो दिन कहाँ फर्केर आउँछ त होइन मेमोरीमा राख्नुपर्छ यस्तो कुरा हाल्दै खाऊ न दुःख लाग्छ सोसल ट्रस्ट छ नि त फेरि बाबाले हेर्छ लस छ नि त त्यो गरेर बच्चालाई खाइदियो भने त्यसो बन्द गरिदिन्छ बन्द हामीले 18 ओभर जतिसुकै ठुलो कम्पनीहरू मात्र छैन बाई भन्नु What up? What's live? नमस्ते ठीक लाग्यो Namaste, Connie.
दियो है मेरो भन्दाले दियो है यिनीहरू त पुरा दिएर रहेछ ल दामी 12 सिङ्गे आउनुपर्छ यो ठाउँमा अनि यता बियर फ्याक्ट्री यता सही छ मिठो environment I like this life I like very much बियरहरुको इन्जॉय गर्नु हो भने 12 सिङ्गेला सम्झिनु oh yes के रे फेरि भन्नु त फेरि once more बियरहरुको इन्जॉय गर्न हो भने 12 सिङ्गे आउनु होला ल खतरा बियरको इन्जॉय गर्नु छ भने 12 सिङ्गे आउनु होला रे मेरो भदाले भनेको बियरको इन्जॉय गर्नु छ नि 12 सिङ्गे आउनु होला रे यो त स्लोगन राख्नु होला 12 सिङ्गेलाई ट्याग गरेर बियरको इन्जॉय गर्नु छ नि 12 सिङ्गे आउनु रे के प्रियसले भनेको ओ यस टाइटल है टोले पनि नामै रहेछ त यार हम भी नहीं टॉयलेट जाके आएंगे हाँ एउटा कुरा स्याड बट ट्रु नेपालको सब ठिक हुन्छ तर टोयलेट चाहिँ खत्तम हुन्छ है नेपालको गनाउने अति यार यो टोयलेट चाहिँ क्लिन गरेर राख्नुपर्ने एउटा उ गर्नुपर्छ है कल्चर निकाल्नुपर्छ के टोयलेट त्यो न मेन्टेनेन्सै गर्दैन क्या कस्टमर आउने भनेको 50% टोयलेट हेरेर आउँछ क्या फाइनली वी आर गोइङ होम 12 सिङ्गेबाट मजाले खायो खाँदैछु ल गाइस के भन्नुपर्छ रे बेर खानालाई लोकल है भर्खर फ्याक्ट्रीमा बनिरहेछ ल सबैले सुन्यो नि होइन लोकल फ्याक्ट्रीमा बनिरहेछ एक्जिट यताबाट खोल्दै हुन्छ त्यही हो ढोका बिग्रे जस्तो छ हामी 12 सिङ्गेबाट जाँदैछ दाइ थ्याङ्क यू सल्ट हान्नु पर्दैन क्या दाइ अति लाग्छ मलाई के अरे फेरि म्यानेजरले ऱ्याग हुन्छ ल दाइहरूलाई फेरि काम छ धरा पो हुन्छ फेरि है तर कोही कोही चाहिँ फेरि सल्युट हानेर के अरे सलाम ठोकेन भने फेरि निउ खोज्छ नि यस्तै हुन्छ नि फेरि कुकुर आयो 12 सिङ्गेमा ल मेरो ब्लगमा को उसको फेस आउने हो आफै क्वेसन भएर हेर है गाइजहरू तिम्रो त स्योर आउँछ नाइट भिजन हेलमेट लाएर देखौ नि भाइ यो केटालाई थाहै हुने भयो अब यो कस्तो दामी डेकोरेट गरेको यार बत्तीलाई आफ्नै तालमा छ फेरि कि मतलब छैन हेर आउनै नगरेको
बाटो